तो हेलो गाइस, आज का ब्लॉगिंग नेपाली में होने जा रहा है क्योंकि 4-5 ने मुझे बोला था नेपाली में कि बनाना एक बार ब्लॉगिंग बोल के। तो आज मेरा नेपाली में हो रहा है। और गाइस प्लीज़ कमेंट करके जाना अगर आपको समझ में नहीं आया हो तो साथीहरू सबैलाई ह्याप्पी रक्षाबन्धन भोलिको लागि। म चाहिँ 28 यहाँ हामीको चाहिँ 28 मा मनाउँदैछ भोलि। र साथीहरू अहिले पनि म चाहिँ अलिकति रुएर आएको छु कि हल्का घरमा, क्योंकि चाडबाड भएपछि के मलाई धेरै याद आउँछ आफ्नो भाइहरूको। भाइटिका राखीमा चाहिँ मलाई धेरै आउँछ। र मेरो भाइहरू धेरै टाढा छ, यहाँबाट 3000 कति किलोमिटर अरुणाचल प्रदेशमा छ र मसुरीमा कहाँ कहाँ धेरै टाढा छ। अनि चाडबाडमा चाहिँ मलाई भाइहरूको साह्रै नै याद आउँछ क्या। अनि मलाई लाग्छ कहिले मेरो भाइहरूले आएर सरप्राइज दियोस् लाग्छ कि। लेकिन मैले भयो 15 साल 14-15 साल भयो भाइहरूलाई बाँध्नु पाएको छैन, भाइटिका लगाउनु पाएको छैन। अनि धेरै मन दुख्छ, मलाई आएर सरप्राइज दियोस् जस्तो लाग्छ। लेकिन यो कहिले अझैसम्म सम्भव भएको छैन। त धेरै नै याद आउँछ भाइहरूको। भाइहरूलाई पनि ह्याप्पी रक्षाबन्धन। अनि त्यहाँबाट यहाँ चाहिँ मैले धरम भाइहरू मानेको छु 2-3 जना चाहिँ। 3 जना मैले यहाँ धरम भाइ छ मेरो। अनि मलाई चाहिँ राम्रो लाग्छ उनीहरूलाई बान्यो भने थोडा मन हल्का हुन्छ। तर भाइहरूको पनि धेरै याद आओस् जस्तो लाग्छ। लेकिन थाहा छैन यो कहिले पुरा हुन्छ। धेरै नै दुःख लाग्छ, यति दूर किन भयो होला जस्तो पनि लाग्छ। अनि आज चाहिँ साथीहरू मैले काम गर्दा गर्दा यी हातमा मेरो यस्तो भएछ राखी हो भनेर काम गर्दा गर्दा यहाँनिर दुलो दुलो भइरहेछ। अनि यहाँ पनि अङ्गुठीमा जलन भइरहेछ। तर पनि म आज आएको छु दोकानमा, हल्का फुल्का काम हुन्छ कि भनेर यो कार्डमा भर्खरै आइपुग्यो म चाहिँ। अनि त्यहाँबाट हल्का काम हुन्छ कि भनेर आएको छु। खोइ आज कस्तो जान्छ खोइ थाहा छैन। र कस्तो लाग्यो तपाईँहरूलाई मेरो नेपाली ब्लगिङमा? मलाई यति राम्रो त बोल्नु त आउँछ, लेकिन घरिघरि बहुत सारा चिजहरू यस्तो मिस्टेक हुन्छ। र कमेन्ट गरेर जानु कस्तो लाग्यो भनेर है। फेरि राखीहरू लिनु जानु छ भाइहरूको लागि, धेरै सारा सामान लिनु जानु छ। र साथीहरू मलाई चाहिँ बनाउनु ब्लगिङ नेपालीमा नै धेरै राम्रो लाग्छ, मनपर्छ। अनि पर मेरो यस्तो हुन्छ नि, मलाई चाहिँ लाग्छ धेरैजनाले अब हिन्दी बुझ्छ, नेपालीले पनि हिन्दी बुझ्छ आदि कारणले म उयो गर्छु हिन्दीमा सबैले बुझोस् भनेर। हिन्दी त अब यहाँनिर धेरैले बुझ्छ नि त, अब कसैले धेरैजनाले हिन्दीमा बुझ्छ भनेर म चाहिँ ब्लगिङ हिन्दीमा बनाउँछु। अरू सबै ठिकै छ। ल म त आज नेपाली बोल्दा यस्तो लागिरहेछ धेरै स्टाइलिसले बोलिरहेछु होला यार। ओके गाइस, कस्तो लाग्यो जरुर भन्नु है कमेन्टमा मेरो नेपालीमा ब्लगिङ। ओके बाई बाई।